Hello and welcome everyone. आज चाहिँ हामी how many words can be formed from the letters of the word Sunday? How many of these do not begin with S? How many of these begin with S and do not end with Y? क्वेसन चाहिँ सल्भ गर्न जाँदैछौँ। सुरुमा चाहिँ हामीले टोटल नम्बर अफ वर्ड निकाल्नु पर्ने हो र हामीसँग वर्ड छ सन्डे। यहाँ हामीले देख्न सक्छौँ टोटल नम्बर अफ लेटर चाहिँ कति छ भन्दाखेरि 1 2 3 4 5 6। हामीसँग चाहिँ 6वटा लेटर छन् र यता कुनै पनि लेटरहरू रिपिट भएका छैनन्, त्यही भएर हामीले डाइरेक्ट यसको एन्सर चाहिँ 6 फ्याक्टोरियल लेख्न सक्छौँ। 6 फ्याक्टोरियलको भ्यालु चाहिँ हाम्रो 720 हुन्छ। त्यसपछि चाहिँ हामीले निकाल्नु पर्ने छ यसबाट सुरु नहुने वर्डहरू। त्यसको लागि हामीले टोटल नम्बर अफ वर्डबाट चाहिँ हामीले यसबाट बिगिन हुने वर्डलाई सबट्र्याक्ट गर्नुपर्ने हुन्छ। टोटल नम्बर अफ वर्ड चाहिँ सुरुमा 720 निकालिसकेका छौँ माइनस बिगिन विथ एस। अब बुझौँ एसबाट वर्ड बिगिन हुँदा के हुन्छ। एसबाट वर्ड बिगिन हुँदा एसको पोजिसन फर्स्ट प्लेसमा फिक्स्ड हुन्छ र यसले गर्दा हाम्रो टोटल नम्बर अफ लेटर 1ले माइनस भएर 6बाट 5 हुन्छ। हामीसँग यता 5वटा लेटर बाँकी रहन्छ र यो लेटरहरू चाहिँ 5 फ्याक्टोरियल वेजमा हामीले अरेन्ज गर्न सक्छौँ। त्यसैले हामीले टोटल नम्बर अफ वर्डबाट एसबाट बिगिन हुने वर्ड घटाउँदा चाहिँ 720 माइनस 5 फ्याक्टोरियल गर्छौँ विच इज इक्वल टु 720 माइनस 120 इक्वल टु 600 चाहिँ यसको एन्सर रहेको छ। र फाइनल्ली हामीसँग क्वेसन रहेको छ एसबाट सुरु हुने र वाइबाट अन्त्य नहुने। त्यसको लागि चाहिँ हामीले के गर्छौँ भन्दा एसबाट सुरु हुने निकाल्छौँ, जुन चाहिँ यहाँ माथि हामीले निकालिसकेको छौँ। बिगिन विथ एस भन्ने चाहिँ कति छ 120 छ होइन, 120 छ। त्यसबाट के घटाउँछौँ भन्दाखेरि एसबाट सुरु हुने र वाइबाट अन्त्य हुने। त्यस्तो हुँदाखेरि के हुन्छ भन्दाखेरि एसबाट सुरु हुँदाखेरि यो फर्स्ट प्लेसमा एस फिक्स भयो र लास्ट प्लेसमा चाहिँ वाइबाट इन हुने भएपछि वाइ फिक्स भयो र हामीसँग कतिवटा लेटर बाँकी रहन्छ युएनडिए। कतिवटा लेटर 1 2 3 4, यो 4वटा लेटरहरू बाँकी रहन्छ र यसलाई चाहिँ हामीले 4 फ्याक्टोरियल वेजमा अरेन्ज गर्न सक्छौँ, जुन चाहिँ 120 माइनस 24 हुन्छ र यसको एन्सर 96 हुन्छ। Thank you for watching this video and have a nice day. Till then, take care. Bye bye.